नमस्ते। करेन्ट इस्यु कार्यक्रममा तपाईलाई स्वागत। म वीरेन्द्र मन। कार्यक्रम मार्फत यो क्षेत्रको समस्याहरूलाई हामी उजागर गर्छौँ। अहिले जनकपुरको अवस्थालाई हेर्ने हो भने जनकपुरको अवस्था कहाली लाग्दो छ। 4-5 दिन भन्दा अघि भइसक्यो, 10 भन्दा क्रस गरिसकेको अवस्था छ। जनकपुरमा सफाई भइरहेको छैन। तर अवस्थालाई हेर्ने हो भने बजेट सफाईको नाममा जसरी खर्चहरू भइरहेको छ त्यसलाई हेर्ने हो भने खर्च व्यापक छ। खर्चमा कमी छैन। नगरपालिकाले साधन स्रोतलाई जति सक्दो सफाईमा लगाएको छ, तर सफाई भइरहेको छैन। अवस्था यस्तो कहाली लाग्दो छ। अर्थात् हेर्ने हो भने कि त कमिसनको ठुलै चलखेल भइरहेको छ जस कारणले सफाई भइरहेको छैन, होइन भने सफाईको निमित्त जुन सोचको विकास हुनुपर्ने हो त्यसमा समस्या छ। चाहिरहेको छैन। यो नगरपालिकाको मसँग बजेटको पुस्तिका हो। जेठ मसान्तसम्म गरेको खर्च, यो महिनाको त छोड्देऊ, यो आर्थिक वर्षको अन्तिम महिना हो र त्यसमा कति खर्च हुन्छ हामी सबैलाई थाहा छ। तर अहिलेसम्मको खर्चलाई हेर्ने हो भने लाग्दछ त्यति खर्चले पनि जनकपुर यदि दुर्गन्धित छ भने जनकपुरलाई कसले जोगाउने? प्रश्न त्यही खडा हुन्छ। अवस्था हेर्दै जाने हो भने अन्य खर्चका अतिरिक्त आज हामी सफाईका कुरा गर्दैछौँ। सफाईमा इन्धनको निमित्त सफाई जुन सामानहरू प्रयोग हुन्छ, सफाईका जुन ट्र्याक्टर सामग्रीहरू प्रयोग हुन्छ, त्यसका इन्धनको लागि अहिलेसम्म 39,27,800 रुपियाँ खर्च भइसकेको अवस्था छ। त्यसै गरी विशेष सरसफाई गरिन्छ दसैँ, तिहार, छठ, विवाह पञ्चमी समारोहमा, त्यसमा 39,23,267 रुपियाँ खर्च भइसकेको छ। यस्तो काली लाग्दो अवस्था छ जनकपुरको, जहाँ पैसा खर्च हुन्छ तर सफाई भइरहेको छैन। किन? प्रश्न त्यही गएर अल्झिएको छ। तपाईहरूलाई जनकपुरको सम्पूर्ण अवस्था, फोहोरको अहिलेको अवस्था के छ देखाउँदै यो रिपोर्टमा हेर्नुहोस्। डम्पिङ साइटको अभावमा जनकपुर धाम उपमहानगरपालिकाको फोहोर 3 साताभन्दा बढी दिनदेखि उठ्न सकेको छैन। फोहोर नउठ्दा नगरको अति व्यस्त सडक, प्रादेशिक अस्पताल अगाडि, रामानन्द चौक, विद्यापति चौक, भानु चौक लगायत नगरको अधिकांश ठाउँ दुर्गन्धित भएको छ। उपमहानगरपालिकाबाट खटिएका सरसफाई कर्मचारीले फोहोर सडक किनारमा जम्मा गर्दै आएका छन्। हप्तौँदेखि उठ्न नसकेको फोहोरले बर्सातको पानीले गर्दा सडेर गनाउन समेत थालेको छ। सडकमा आवत जावत गर्ने स्थानीयलाई समेत नाक थुनेर हिँड्नु पर्ने बाध्यता भएको छ। ल्यान्डफिल साइटको अभावमा उपमहानगरपालिकाले वर्षौंदेखि नगरको खाली ठाउँ र ससाना कन्ट्र्याक्ट टेन्डरको आधारमा फाल्दै आएको थियो। पछिल्लो पटक 2 वर्षका लागि फोहोर व्यवस्थापनको ठेक्का लिएका घनश्याम चौधरीले वडा नम्बर 23 बिन्दिहीमा फाल्दै आएका थिए। तर त्यहाँ स्थानीयवासीले विरोध जनाएपछि ठेकेदारले फोहोर उठाउनबाट अस्वीकार गरेका छन्। स्थानीय विनोद राउत सम्बन्धित निकायले समयमै फोहोर व्यवस्थापन नगरे अर्को महामारी फैलिन सक्नेतर्फ सचेत गराए। उपमहानगरपालिकालाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नलिएको स्थानीयको आरोप छ। तत्काल फोहोर व्यवस्थापन नभए सङ्घर्षमा उत्रिने स्थानीय सरोज मिश्रले चेतावनी दिए। उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्रले फोहोर व्यवस्थापनलाई निजीकरण गर्न करिब 2 महिना अगाडि ठेक्का लगाएको बताउँदै ती ठेकेदारले फोहोर फाल्दै आएको ठाउँमा स्थानीयले विरोध गरेपछि उठ्न नसकेको बताइन्। 6 महिनाका लागि 2,50,000 रुपियाँमा घनश्याम चौधरीलाई ठेक्का दिइएको थियो। उपप्रमुख मिश्रले भनिन् उनले 1,25,000 रुपियाँ पेस्की समेत लिइसकेका छन्। तर 1 महिना नबित्दै स्थानीयको विरोध भयो भनेर फोहोर नै उठाउन छाडेको बताइन्। अब नयाँ सूचना निकालेर चाँडै फोहोर व्यवस्थापन गर्छौँ। सरसफाई शाखा प्रमुख उपेन्द्र शाहले पनि डम्पिङ साइटको अभावमा फोहोर उठाउन नसकिएको बताए। अब नयाँ सूचना निकालेर फोहोर उठाइने उनले बताए। जनकपुर धाममा ल्यान्डफिल साइटको समस्या 1 दशक पुरानो समस्या हो। 2073 सालमा एडीबीको सहयोगमा सडक निर्माण गर्ने क्रममा 48 करोड रुपियाँ ल्यान्डफिल साइटका लागि छुट्याइएको थियो। तर राजनीतिक विवादका कारण त्यो पूरा हुन सकेन। त्यसबेला धनुषाको नगरायन नगरपालिका स्थित फुलगामामा ल्यान्डफिल साइटका लागि जग्गा छुट्याइएको थियो।
त्यसका लागि गुठीलाई 1.25 करोड रुपैयाँ पेस्की समेत दिइयो। तर यहाँको उर्वर जमिन खराब हुने र दुर्गन्धले महामारी फैलिन सक्ने भन्दै अवरोध भएपछि त्यहाँ बन्न पाएन। त्यसपछि जिल्लाको धारापानी जनकपुरधाम उपमहानगरपालिकाको शिवपुर स्थित 52 बिघा र भोइलमा समेत जग्गा छुट्याइयो। प्राविधिक टोलीले शिवपुर र भोइल दुवै ठाउँको जग्गा छनौट गरे। तर शिवपुरमा एमाले नेता कार्यकर्ताहरूले 52 बिघाको ऐतिहासिकता समाप्त हुने भनी बनाउन दिएनन्। उता भोइलमा समेत तत्कालीन समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले ल्यान्डफिलले गर्दा त्यहाँ उब्जाउ जग्गा नष्ट हुने र दुर्गन्धले महामारी फैलिन सक्ने भन्दै बनाउन दिएनन्। त्यसयता उपमहानगरपालिकाले नगरभित्रको खाली ठाउँहरूमा फोहोर फाल्दै आएको थियो। विरोध हुँदा ठाउँ परिवर्तन गर्दै आएको महानगरले 1.5 महिना अगाडि निजी स्तरबाट ठेक्का लगाएको थियो। दर्शकबिन अवस्था यस्तो छ जहाँ पैसाको खर्च भइरहेको छ सफाईको नाउँमा तर सफाई भइरहेको छैन। यसको जिम्मेवारी कसले लिने? कुन व्यक्ति छ जसले जिम्मेवारी लिने? नगरमा जब जब निर्वाचन हुन्छ अबको 6-7 महिनापछि अहिलेको जनप्रतिनिधिहरूको विदाई हुन्छ, जनताको बीचमा जानुहुन्छ र फेरि जनकपुरको त्यही कुरा एजेन्डाबाट छ म जनकपुरमा निर्वाचित भए भने जनकपुरको सफाई गर्छु। 5 वर्षसम्म ल्यान्डफिलको अभाव छ, त्यहाँ कहाँ फोहोर राख्ने त्यसको समस्या छ। ती तमाम समस्याहरूलाई समाधान नगरिकन अहिलेको अवस्था छ। हामीले जनकपुरको सफाईलाई कसरी सफाई गर्न सकिन्छ, जनकपुरका जुन अहिलेको अवस्था छ ती अवस्थालाई कसरी, किनभने पैसा त गइरहेको छ, सफाई भइरहेको छैन। हामी एकजना अभियन्ता दीपक ठाकुरसँग सोधेका छौँ कसरी जनकपुर सफा हुन्छ। हेर्नुहोस् उहाँसँगको यो कुराकानी। हामीले यहाँ जुन सबभन्दा पहिले बुझ्नुपर्ने कुरो के हो, फोहोर हो के? फोहोर भनेको जुन हामीले उपयोग गरिरहेको मध्ये केही जुन युजमा पुनः त्यति बेला डाइरेक्ट नआउने जुन हामीसँग सब्टान्स जुन सामानहरू हुन्छ त्यो फोहोर हुन्छ। जसरी लेखिसकेको कपीको हैन, घरबाट किचनबाट निस्केको हैन वेस्टेजहरू, यिनीहरू एउटा फोहोर हो। टोयलेटबाट आएको ढल नाला, यिनीहरू एउटा फोहोरको डिफ्रेन्ट स्वरूपहरू छ। अब यो हाम्रो घरबाट मानौँ मेरो एउटा घर छ, म आफ्नो घरको फोहोर अगर छिमेकीको घरमा राखेँ भने के यो जाज हो? यस्तो हुनु जरुरी छ या यस्तो हुनुपर्छ कि पर्दैन? सबभन्दा ठुलो कुरो
त्यो कहीँ पनि उचित हुँदैन जस्तो मलाई लाग्छ। किनभने मेरो घरको फोहोर मैले नै कसरी व्यवस्थापन गर्न सक्नुपर्छ त्यो सबभन्दा पहिले हामीले पनि बुझ्नु पर्यो। अब कुरो आउँछ जसरी यही टोल स्तरबाट होस् या सहरको स्तरबाट होस् या जनकपुर उपमहानगरपालिकाको स्तरबाट होस्, जनकपुर उपमहानगरपालिकाको फोहोर सुरुदेखि यहाँ हाम्रो मानसिकतामा धेरैजनाको छ कि यो जनकपुरको फोहोर अरू ठाउँमा कुनै डम्पिङ साइट बनाएर त्यहाँ हाल्न, त जाहिर सी कुरा छ त्यस्तोमा विवाद त आउँछ नै हैन। फोहोरको जुन जनकपुरको फोहोर छ त्यो जनकपुरमै व्यवस्थित हुनु पर्यो। भन्नुको मतलब फोहोरलाई यस्तो तरिका हामी प्रविधि युज गरेर कि त्यसलाई पुनः युजमा ल्याउन सकियोस्, त्यो विधि रिसाइकल विधिबाट हामीले जान सकिन्छ अनि मात्र विकल्प हुन्छ। किनभने आज जनकपुरको फोहोर कुनै कुनामा हामीले जनकपुरकै मानव व्यवस्थित गरेर राख्यौँ, त्यो फोहोर गर्दै गयो भने एउटा विशाल पहाड र एउटा ठुलो ढिकाको आकारको रूप लिन सक्छ। जसरी हामी इक्जाम्पलमा लिन सक्छौँ भारतको चर्चित ठाउँ मुम्बईमा तपाईको यस्तै फोहोरहरू एक ठाउँमा ल्यान्डफिल बनाएर राख्दाखेरि त्यहाँ बान्द्रा भन्ने ठाउँमा ठुल्ठुलो पहाडको रूपमा फोहोरहरू हेर्न मिल्थ्यो पहिले। तर आज त्यही ठाउँमा रिसाइकल प्लान्ट युज गरेर त्यो फोहोरलाई रिसाइकल गरेर आज त्यस्तो जुन परिस्थिति पहिले हेर्न मिल्थ्यो आज बान्द्रामा त्यो फोहोरहरू हेर्न मिलिँदैन। भन्नुको मतलब हामीले यो जुन फोहोर हो यो फोहोरबाट मोहर बनाउन पनि सक्छौँ। तर यहाँका निकाय आजसम्म जुन एउटा अगाडि यो समस्यालाई भनेको एकैचोटि रिसाइकलमा गएपछि त पूर्ण सल्युसन निस्क्यो, त यहाँको जनप्रतिनिधि या जो अगुवा व्यक्तिहरू छन् उनीहरू यो समाधान सधैँको लागि नजाओस् भन्ने जस्तो लागिरहेछ। किनभने हामी पनि दशरथनगर टोलबाट सुरुवात गऱ्यौँ, त्यहाँबाट फोहोर हामी आफ्नै पैसा लगानी हरेक थोकबाट गरेर कार्य अगाडि बढाएको थियौँ, जो सबैमा विदित नै छ यो कुराहरू। तर फोहोर फ्याँक्ने ठाउँले गर्दा आज हाम्रो टोल पुनः त्यही जुन सफा भएर पुनः जुन पुरानो एउटा अवस्था थियो फोहोरमै त्यही अवस्थामा फर्किँदैछ। भन्नुको मतलब हामीले गरेको यत्रो इनर्जी वेस्ट त्यसमा गयो। कसले गर्दा त यो हाम्रो जुन निकायले गर्दा। किनभने आज निकायले अगाडि बढेको भए यो कुरा अहिलेसम्म सर्ट आउट भइसकेको हुन्थ्यो जस्तो लाग्छ। अनि यो दिन चाहेर के हो? अब जुन मैले सुरुमै यसबारे हल्का मैले भनेकै थिएँ कि यहाँ अब भ्रष्टाचारको लागि होस् या अरू कुनै कुराको लागि होस्, तर जुन अगाडि माथिल्लो निकायका जो व्यक्तिहरू छन्, जुन सम्बन्धित निकायका व्यक्तिहरू छन्, उनीहरू यसलाई किन आजसम्म वैकल्पिक मात्र गरेर न्यूनीकरण भनेको आज मानव जनकपुरको मेन बाटोमा तपाईँ फोहोर हेर्नुभयो 10 जनाले फोटो खिच्छ, त्यो अवस्था त मानव सब बाटोमा हिँड्नेले हेऱ्यो। तर के मेन रोडहरूमा त तपाईँलाई अधिकतम पसलहरू यहाँ जनकपुरमा हामी हेर्न मिल्छ। बस्ती भनेको त टोलहरूमा हो जहाँ मान्छेहरू बस्छ। मानव यहाँको पसलहरूभन्दा त बढी फोहोर एउटा घरबाट निस्किन्छ। त्यो फोहोर अझै कति समस्या होला टोलमा, त्यसको निदानतिर नगएर आज 2 जना लेबर लगाएर नालामा त्यो गरेर त हुँदैन। अब समय छ हाम्रो यसको थाई निदानको। यहाँ धेरै साथीले झाडु लगाए, धेरैले गरे, तर आज जुन 2 वर्ष पहिले धेरैजनाले चाहे पब्लिसिटीको लागि होस् या कोही निदानको लागि होस्, जसले पनि कार्य गर्यो धेरै कुराहरू अगाडिमा आयो। जसरी यहाँ निकायहरूले धेरैजनाले भन्नुहुन्छ जनकपुरवासी फोहोर छ, हामी त भन्छौँ जनकपुरवासी होइन, यहाँका जुन जनप्रतिनिधिहरूले यस्ता कुरा गर्नुहुन्छ उहाँको मानसिकता फोहोर हो। किनभने हामी दशरथनगरमा हेराइसकेको छौँ कि आम जनता विकल्पको खोजीमा छ। जब गाडी त्यहाँ जान्थ्यो त हामीले भिडियो मार्फत धेरै तपाईँहरूको मिडिया मार्फत धेरैचोटि यहाँ सामाजिक सञ्जाल र टिभीहरूमा हेर्न पनि पाएको छौँ कि मान्छेहरू समय दिएको समयभन्दा 10 मिनट पहिले कुरेर फोहोर फाल्नको लागि बाटोमा आउँथे। कि उनीहरू जागरुक छैन र त्यसबाट के हामी थाहा पाउन पाइरहेको छैनौँ कति जागरुक छ। अब यो कसले बुझिदिनु हो? जनप्रतिनिधिले बुझिदिनु हो, जसको यो जिम्मेवारी हो। खालि हामी फोहोरको नाममा करोडौँ रुपियाँ लाखौँ रुपियाँ खर्च गरेर त हुँदैन। मानौँ कुनै समस्या छ यहीँ तपाईँको तराईमै
जहिले पनि बाढ आउने कुराहरू हामी सुन्छौँ। त्यसको स्थायी निदानकोतिर कहिले हामी बढेको छैनौँ। हामी के गर्छौँ, जब बाढ आउँछ अलि फुर्ती लगाएर हामी ज्याकेट स्याकेट 10वटा लगाएर मान्छे बचाउन जान्छौँ। हामी आफूलाई कार्य गरेको महसुस गर्छौँ, तर के त्यो सही कार्य एउटा कुनै पनि समाजलाई विकास गर्नको लागि हरेक स्टेपको एउटा प्लानिङ हुन्छ। त्यो प्लानिङको अगाडि हामीले बढ्न सक्नुपर्छ, अनि मात्र एउटा स्थायित्व जुन विकासको हामी अनुभूति गर्न सक्छौँ, अनि मात्र हामीमा आउन सक्छ। त्यही कुरा यहाँको जनप्रतिनिधिहरूले बुझेको छैन। यहाँ वार्ड अध्यक्षहरू हाम्रो जनकपुर उपमहानगरपालिकाको जहिले पनि आफ्नो जिम्मेवारी वहन नगरेर जहिले पनि मेयर या उपमेयर या जनकपुर उपमहानगरपालिका उहाँहरूमाथि लगाउनुहुन्छ। हरेक जनप्रतिनिधि उत्तिकै जिम्मेवार छन् जो यहाँ पर्नुहुन्छ, किनभने उहाँहरूको दायित्व हो कि यसलाई कसरी गर्ने। हामीले त भोट दिएको हौँ, हामीले भोट दिएर जनप्रतिनिधि जिताएको। हाम्रो आश व विकास, हामीले पाउने सुख सुविधा, किनभने हामीले जुन सरकार यो फोहोर होस् या अन्य खर्चमा जुन खर्चिरहेछ त्यो हाम्रो सालभरिको मेहनतबाट भएको करको नतिजा हो। आज जसरी कोरोना कालमा जसरी एउटा बिरामी अञ्चल अस्पतालमा पुग्दा यो अहिलेको प्रादेशिक अस्पतालमा पुग्दा उपचार नपाउने होइन, यस्ता धेरै कुराहरू जुन यो विकृति जो समाजमा छ, त्यस्तै एउटा यो फोहोरमा पनि त्यही छ। हामी कर त तिरिरहेछौँ, तर त्यसको बेनिफिट जुन पाउनु पर्ने हो त्यो पाएको छैनौँ। यसलाई संस्थागत गर्न धेरै जरुरी छ, किनभने हामीले रिसाइकल प्लान्ट लगाए पनि एउटा व्यवस्थापन चयन हुन्छ। त्यो व्यवस्थापन चयनभित्रबाट हामीले सर्कुलेट गरेन भने फोहोर एक ठाउँमा सुलभ तरिकाले कलेक्सन हुन सक्दैन। त्यसै गरेर टोलमा टोल सुधार समिति गठन आज काठमाडौँ उपत्यका पनि अहिले पनि फोहोर छ, तर पहिलेभन्दा कम छ। किन? त्यहाँ त हामी जाँदाखेरि हेर्न सक्छौँ, यहाँ हरेक जनकपुरको धेरैजना काठमाडौँ अरू ठाउँमा पोखरातिर हामी घुम्न जान्छौँ, त्यहाँ तपाईँ हरेक ठाउँमा हेर्न सक्नुहुन्छ। हरेक नामले ठाउँमा टोल सुधार समिति भनेर त्यहाँ बोर्डहरू लागेको, त्यहाँको व्यवस्थापन उनीहरूको जिम्मामा हुन्छ। यो किन? हाम्रो संविधान, हाम्रो जुन हामीले आम जनताले पाएको जुन अधिकार छ त्यो भित्र टोल सुधार समिति हो। कि आज जनकपुरमा टोल सुधार समितिलाई किन अगाडि बढ्न दिएको छैन हामीलाई थाहा छैन, किनभने टोल सुधार समितिको जति काम छ आज वार्डले काम कसरी गर्ने हो, टोल सुधार समितिसँग समन्वय गरेर गर्ने हो। किनभने समस्या के छ टोलमा त्यहाँको वासीलाई थाहा छ, त्यो टोल सुधार समितिलाई थाहा हुन्छ। वार्डले के गर्ने हो, नगरमा दिने हो। यो समस्या जबसम्म यो संस्थागत रूपमा एउटा आउँदैन त जनकपुरको फोहोर जति गर्दा पनि यो व्यर्थलेस नै हुन्छ। जनकपुरलाई सफा बनाउनु छ, जनकपुरलाई सुन्दर बनाउनु छ भने सबैको सहयोग आवश्यक पर्छ, सकारात्मक सहयोग सबैको चाहिएको छ। तर यसका निमित्त गम्भीर बन्नुपर्ने निकाय भनेको जनप्रतिनिधि हो। आज हाम्रो जनप्रतिनिधिहरू कहाँ के काम गर्नुहुन्छ ठेकान छैन, पारदर्शिताको अभाव छ, कति केमा खर्च भयो त्यसको अभाव छ। र यी तमामको बीचमा जनता आज प्रश्न गर्दैछ के हामी स्वच्छ हावामा सास पनि लिन पाउँदैनौँ? जनकपुर नगरको अवस्था यस्तो छ, जो संविधानको मौलिक हकमा राखिएको छ व्यक्तिलाई सफा हावामा सास लिने अधिकार छ रे, के यो दुर्गन्धित अवस्थामा यसरी सम्भव छ? कदापि सम्भव छैन। त्यसकारणले जिम्मेवार बन्नुहोस् हाम्रो प्रतिनिधिहरू, किनभने अबको 6-7 महिनापछि तपाईहरू हाम्रै बिचमा आउनुहुन्छ र जनताले तपाईसँग प्रश्न गर्छ मेरो जनकपुरको समस्याहरू किन समाधान भएन, त्यो बेलामा के जवाब दिनुहुन्छ? त्यसकारणले गम्भीर बन्नुहोस्। अहिले देखिएका क्षति व्यथितिहरूको अवस्थालाई चिर्दै अगाडि बढ्नुपर्छ, यो गम्भीर हुनैपर्छ जनप्रतिनिधिहरू। अर्को दिन अर्को विषयवस्तु लिएर फेरि उपस्थित हुनेछु। नमस्कार।